काजु भन्ने कसको याद आउँछ तँलाई? रङ। आजभोलि काजु भन्ने ह्याकर ग्रुपले इन्टरनेटमा एकदम चर्चा पाइरहेको छ। लौ आखिर के नै गरेर त्यस्तो? अब काजुको पावर खतरा भएपछि काम पनि खतरनाक हुने भइहाल्यो। खासमा भयो के भन्दा काजु भन्ने ह्याकर ग्रुपले नेपाल प्रहरीको वेबसाइट ह्याक गरी 20 लाख भन्दा बढी मानिसहरूको डेटा डार्क वेबमा सेलमा राखेको छ। अनि प्राइस कति भन्दा जम्मा $7,000, यानि कि एउटा मान्छेको डेटा जम्मा ₹2.11 मात्र। अहिलेको टाइममा सबभन्दा भ्यालुबल कुरा भनेकै डेटा हो। त्योमाथि पर्सनल डेटा त झन् एकदम सेन्सिटिभ कुरा हो। अनि त्यसको प्राइस कति रे? जम्मा ₹2.11। वेबसाइट भने कहिले ह्याक भएको भन्ने कन्फर्म छैन, तर ह्याकरहरूले 2025 मै गरेको भन्ने दाबी गरिरहेका छन्। ह्याकरले भने आफूसँग नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट जस्ता डकुमेन्टहरू आफूसँग भएको दाबी गरिरहेको छ। के थाहा गफ नै हो भन्लान् भनेर ह्याकरले स्याम्पलको रूपमा 500 फाइलहरू डाउनलोड गर्न सकिने लिङ्क पोस्ट गरेको छ। त्यो फाइलमा के छ? त्यही अघि भने जस्तो सबै डकुमेन्टहरू। तर नेपाल प्रहरीले यो डेटा नेपाल प्रहरीकै हो भन्ने कन्फर्म भइ नसकेको र यसमा इन्भेस्टिगेसन भइरहेको भन्ने बताएको छ। अब डेटा भन्ने लिक भएकै हो, तर कसरी भयो त्यो लुप होल चाहिँ छिटोभन्दा छिटो रिजल्भ हुनु पर्यो।